हजार सहर बस्नु रहरै थिएन तडफड गर्नलाई नैतिकताले दिएन खोटाङ जिल्ला दिक्तेल बजार आन्दोलनमा शिक्षक हजार दिक्तेल बजार आन्दोलनमा शिक्षक हजार आन्दोलन गर्न बाध्यता बनायो दोस्रो जातिलाई शिक्षकलाई खनायो खोटाङ जिल्ला दिक्तेल बजार आन्दोलनमा शिक्षक हजार बाध्यता बनायो दोस्रो जातिलाई शिक्षकलाई खनायो खोटाङ जिल्ला दिक्तेल बजार आन्दोलनमा शिक्षक हजार दिक्तेल बजार आन्दोलनमा शिक्षक हजार सरकार तिमीलाई हामीले हो रोजेको धेरै भयो शिक्षण खोजेको खोटाङ जिल्ला दिक्तेल बजार आन्दोलनमा शिक्षक हजार धेरैलाई रोजेको हामीले हो रोजेको धेरै भयो शिक्षण खोजेको खोटाङ जिल्ला दिक्तेल बजार आन्दोलनमा शिक्षक हजार दिक्तेल बजार आन्दोलनमा शिक्षक हजार डर लाग्छ त तिम्रो घुर्कीको कति गर्छ होडबाजी कुर्सीको खोटाङ जिल्ला दिक्तेल बजार आन्दोलनमा शिक्षक हजार त्यो तिम्रो घुर्कीको कति गर्छ होडबाजी कुर्सीको खोटाङ जिल्ला दिक्तेल बजार आन्दोलनमा शिक्षक हजार दिक्तेल बजार आन्दोलनमा शिक्षक हजार तिम्रो लागि सत्ता नै काफी छ उहिलेदेखि स्वार्थमा हाबी छ खोटाङ जिल्ला दिक्तेल बजार आन्दोलनमा शिक्षक हजार सत्ता नै काफी छ उहिले सहर चियाबारी राम्रो खोटाङ गए हाम्रो इलामे सहर चियाबारी राम्रो खोटाङ गए हाम्रो छाड्दैनौ हामी शिक्षालाई लैजाने आँट हाम्रो
नौटङ्की सरकार हर बरा काठमाडौँ सहर बालेनको बजार हर बरा काठमाडौँ सहर बालेनको बजार आउन र जान सक्दैनौँ हामी नौटङ्की सरकार नौटङ्की सरकार इलामे सहर चियाबारी राम्रो खोटाङ घर हाम्रो इलामे सहर चियाबारी राम्रो खोटाङ घर हाम्रो छाड्दैनौँ हामी शिक्षालाई लैजाने आँट हाम्रो लैजाने आँट हाम्रो संसद भवन हेर्न जाउँ भन्छु काँडे तार खुल्दैन संसद भवन हेर्न जाउँ भन्छु काँडे तार खुल्दैन शिक्षण पेसा बिर्सन खोज्छु ज्यान गए मान्दैन ज्यान गए मान्दैन संसद भवन हेर्न जाउँ भन्छु काँडे तार खुल्दैन संसद भवन हेर्न जाउँ भन्छु काँडे तार खुल्दैन शिक्षण पेसा बिर्सन खोज्छु ज्यान गए मान्दैन ज्यान गए मान्दैन इलामे सहर चियाबारी राम्रो खोटाङ घर हाम्रो इलामे सहर चियाबारी राम्रो खोटाङ घर हाम्रो छाड्दैनौँ हामी शिक्षालाई लैजाने आँट हाम्रो लैजाने आँट हाम्रो लैजाने आँट हाम्रो लैजाने आँट हाम्रो धन्यवाद हाम्रो आन्दोलन जारी छ पुरानो शिक्षा ऐन खारेज गर पुरानो शिक्षा ऐन खारेज गर शिक्षक महासङ्घ जिन्दाबाद शिक्षक महासङ्घ जिन्दाबाद शिक्षा ऐन लागू गर गर्न नसक्नु ननिदाइकन निदाए जस्तो गर्नु देखेर पनि नदेखे जस्तो गर्नु सुनेर पनि नसुने जस्तो गर्नुमा गल्ती शिक्षकको कि सरकारको उसले बुझ्नु जरुरी छ अन्यायले सीमा पार गरेपछि चुप बस्दैनन् आवाजहरू आफ्नै पाइतालाले भुइँ टेकेकाहरू शक्तिशाली हुन्छन् अरूको भुइँ चढेर कुर्लिनेहरू भन्दा आफ्नो स्वाभिमानको घाँस खाएको कागज बलियो हुन्छ अर्काको नुन पानी खाएकाहरूको भन्दा उसले बुझ्नु जरुरी छ फलामलाई जति पिट्यो त्यति आकार आउँछ भकुण्डोलाई जति हिर्कायो त्यति उचाइ लिन्छ युद्धमा हिँडेको सिपाही डराएर घर फर्किँदैन मृत्युसँग त्यसैले सरकार आफ्नै शिरमा हात राखेर भस्मासुर हुने कोसिस नगर आफ्नै शिरमा हात राखेर भस्मासुर हुने कोसिस नगर। हस् धन्यवाद।
धन्यवाद मैडम। यसपछि 3